यो वाट इज अप। आज चाहिँ हामी कहाँ जान लाग्यौँ साथी? सोइलिङ जान लागेको। अब यसको क्यामेरा माइक चाहिँ खत्तमै छ है। आज हामी गइरहेछौँ सैलुङ दोलखा जिल्ला है। अर्को घुम्ने पैसाले चाहिँ हामी अब माइक किन्छौँ। अब अहिले चाहिँ माइक छैन। ल ल ल सम्झि अब छिटो गरौँ ल। हाम्रो एउटा भाइ बिसिने बेला हामीलाई छिटो ठाउँमा यो हामी आइपुगेको छौँ बाइपास। यहाँ पछाडि छन् भाइहरू। यो भाइकै ह्याप्पी बर्थडे हो है आज। सट्टा लाएर हामी यसरी मङ्की मास ल ल लिख्दै गर न। कसले फोन गर्यो फेरि? हामी आइपुगिसकेको छौँ है। हामी कहाँनिर भन्दाखेरि बालाजुत चोकमा आइपुगिसकेको छौँ। बालाजुत चोकमा दुईटा चोरहरू आउनु बाँकी छ। प्रवीण र लेक्सी दोष आउनु बाँकी छ होइन। रेनी सम्धि कुरै छ। सम्धि बिच्किने बेला हुन लागिसक्यो। त्यही हो अब हल्का साइड लगो सम्धि लामा। मैले देखिसकेँ सम्धिलाई। ल गुड सम्धिलाई देखिसकेँ मैले। ल ऊ त्यहाँ कस्तो ढिला गएर क्या दोष? कस्तो ढिला गएर क्या दोष? तेल हाल्दै हुन्छ कहाँ? ल तेल हालेर आऊ न। हामी यता जाने हो। हामी यता माथि यतैतिर अनि उता यो भाइको आज ह्याप्पी बर्थडे है। पुलिस पेट्रोलमा हालौँला उता। होइन नि दोष, यो हो नि दोष। यो नआएको हो नि दोष। मेरो त साधन छैन हेर न। आइपुग्यो भने 15 मिनट भएपछि आइपुग्यो त दोष। हो नि बसेर बराबर कहाँ? प्रवीण भाइ भर्खर निस्क्यो। सम्धि कहाँ? प्रवीण सम्धि भर्खर घरबाट निस्क्यो। कहीँ बसौँ न त चिया खाऊँ न त। यहाँ पनि। तर तेल हालेर आऊ नि त। अनि दाइ नै हाल्ने हामीले सँगै जाउँला अब। को दाइ हाल्ने? तिमी नै हाल्ने? तिमीहरू दुईजना गएर हालेर आऊ नि त। हामी तिनजना यहाँ बस्छु है। एउटा फोर, दुईवटा फोर, तिनवटा फोर, चारवटा फोर, पाँचवटा फोर, छवटा फोर। ल है हामी चाहिँ ट्याक्क लाएर अब निस्किन लागेको छौँ। अन टु सैलुङ दोलखा। हाम्रो भाइ छ प्रसिद्ध भाइ समीप भाइ। ल भाइ ह्याप्पी बर्थडे छ है। ल सट्टा लाएर अब हामी चाहिँ निस्किन लागेको होइन। ट्याक्क लाएर अब हामी निस्किन्छौँ। ल सम्झी ल लेट्स गो। हामी चाहिँ अब घुम्यो हुने भयो है। अब लेक्सी त उसले बाटो देखाएको छ भनेर हामीलाई लिएरै हाल्यो। अब यत्रो अगाडि लिएर आएर फेरि फर्केर झन्डै सिन्धुपाल्चोक पुगेको थियौँ हामी। अब यहाँबाट कुन्ती बेसी निस्केर जान्छौँ। अहिले चाहिँ हामी नगरकोट छौँ। अब कुन्ती बेसीबाट अनि सिधै अब सुकुटेबाट अनि त्यसपछि सैलुङ जान्छौँ। हामी धेरै नै घुम्यौँ। अब आज राति 8-9 बजीकन पुगिँदैन। यताबाट पुग्छ हो। यताबाट जान्छ है। बाटो छ त्यहाँ मन्दिरपुर नगरपालिकामा यसो जाने बाटो। सजिलो कुन हो है? सजिलो त पकाएर मुस्लिम ठाउँमा आउनु। तिमी भाइ यताबाट जाँदा नि जति नै यताबाट जाँदा यतिबाट जानु बाटो राम्रो कता छ? पिच यताबाट अलि पिच हो। यताबाट अलि अप्ठ्यारो। यो छोटो यो त रमाइलो छ तपाईँ। धन्यवाद सर। खोला न बवाल आयो क्या माग कसम घिउ आइरहेको क्या त्यो मच्छर क्या मजाक गरिरहेको। सरी फर माई ल्याङ्ग्वेज। पानीले मित्र हामीसँग यहाँ पानी परिरहेको क्या फेरि अब हामी रोक्ने कि रेनकोट लाउने कि नलाउने कि यस्तो अप्ठ्यारो पारेर है। अब यहाँ पानी परेको छैन, पछाडि पानी परिरहेको थियो। अब अगाडि कत्रो ठुलो पानी परेको थाहा छैन। अगाडि त पानी परि नै रहेछ हेर नि दोस्। ल अगाडि फेरि त्यत्रो पानी परेर यहाँ परेको छैन। छोतो रहेछ कस्तो दिनमा हिँडेको सुत्ने त कटे छैन। रहेछ सैलुङ कुन बेला थाहा छैन। 3-4 बन्द लगाइसक्यो। अब रेनकोट लाउन झर्ने कि नझर्ने कि अगाडि रेनकोटको हामीसित छ। यिनीहरू रोक्दैन। कस्तो जोरमा हिँड्यो होला यार। रेनकोट ओढ्नु पर्दैन।
रेनकोट नउड्ने हो रेनकोट चाहिँदैन यसमा मोज्छ मैले ड्राइभर चेन्ज भयो उसको र मेरो चाहिँ एक्स्ट्रा म्यारिजियल अफेयर चल्छ है कसैले नभन 16 मिनट सौता है सुन है ऊ चाहिँ सौता नम्बर 2 हो है फेरि ओए जो आर्मी वाला होगा ना वही लाइक कर ल बसौँ है जम्दी सेल स्टार्ट गरेर देख्नु भएन हैन देखि नि यार मैले आवाजले सुनेर थाहा पाएँ क्या क्रेजी आउने भएन यो क्यामेराबाट त यार है मेरो सिजन दाइले भन्दा मेरो दाम कतै छ यस्तै गएको छ सन्देश दाइ ल्याएको थिएँ होइन पछि जोत भएर लाग्यो त्यो हो र म त फ्रस्ट्रेटै भयो क्या जो मेमोरी सन्देश दाइले एमडी बेच्दै हो छैन एक्सपल्सको हालेको थियो त अनि कसको लिएर उल्टै हाल्यो होइन 1 महिना जति अगाडि हालेको थिएँ होइन अब मैले भेटेर दिनु भेटेन भने याद नभएको क्या त्यही कुरा क्रेजी पुलमा छौँ है हामी ल खोला चाहिँ बब्बाले ठुलो छ भाइ पिस क्रेजी आज तो क्रेजी हो गया भाइ मौसम यस्तो भएर नि क्रेज यस्तै मौसममा हो कि म राइडमा मजा आउनु पनि पुरै घाम सक्यो भने पनि मजा आउँदैन क्या जादु बनेर हिँडिरहेको छु म होइन भाइ त अक्कल आएर यस्तो टर्निङ पनि गाडी भाइले अब देख्छु क्या फेरि कस्तो बाटो भनेमा अहिले चाहिँ हामी कुन ठाउँमा छौँ हामीलाई ठ्याक्कै त्यहाँनिर थाहा छैन होइन अब अहिले चाहिँ हामी र सबैजना एक ठाउँमा भेला भएर चिया खाँदैछौँ हामी विश्राम गर्दैछौँ वहाँदेखि चलाएर आएको पानीमा भिज्दै अब कुन बेला पुगिन्छ थाहा छैन यहाँ बेलासम्म अब 6 बजिसक्यो हेरौँ 8-9 बजी पुग्छ काँडाबाट मैले टोप ल्याएको छु उहाँलाई ड्याम्मै सुत्ने गुड मुख सुक्खा गेट वे अफ सैलुङ रेन द दाइ सैलुङ तल हो कि माथि हो तल हो धन्यवाद आकाश छुएन कति राम्रो हो धरतीमा बसेर ओ माय गुडनेस
मेरो लाउनहरूको सबै मेरो आवाज सुनिरहेको उइमा यो त के हो हामी चाहिँ हिजो अब बाइक बिग्रिएर बिस्तारै आउँदाखेरि ठ्याक्कै 8:30-9 बज्यो भ्लग पनि बनाइएन त्यसपछि होइन अब चाहिँ अहिले चाहिँ बिहान हामी टक्क सैलुङ जाँदैछौँ हामी चाहिँ बिहान 4 बजी उठेको थियौँ उसुले केही नदेखिने सनराइज पनि नदेखिने भएको भएर हामी अब अहिले 8 बजी हिँड्दैछौँ कति बजी पुगिन्छ थाहा होइन अब माथि जाउँ हामी चाहिँ अलपत्र पऱ्यौँ खेलेर देखाउनु न त के छ त दाइ भन्नु नि त सबै ठिक छ अलवेज ओपी हामी अलवेज दामी ए भाइको बर्थडे हिजो हैन ल अनि आज बर्थडे टाइममै त अनि खोइ बर्थडे टाइममा अगाडि एक्लै हिँड्दा ल अब माथि चाहिँ यतै यो गेटबाट जाने हो यहाँ बाइक पनि छ यहाँसम्म त आउँदो रहेछ हामी चाहिँ हिँड्दै आयौँ होइन अब त्यही माथि बाइक पनि हाम्रो बिग्रियो अब अहिले गएर बनाउनु पर्छ अब यहाँ टिकट काटौँ अनि जाऊँ अनि त्यसपछि हामी चाहिँ अब एकछिनपछि भेट्छौँ है अब उसको चाहिँ बर्थडे हो छ है उसको चाहिँ आज बर्थडे हो टक्कसँग लाएर अब हामी यहाँ टिकट काटेर माथि जान्छौँ कति टाइम लाग्छ केटाहरू यार 2 मिनट नहिँडिकन सबजना थाकिसक्यो अहिलेसम्म 50वटा पनि भर्याङ चढे छैनन् होला यिनीहरू सब थकित छन् हाम्रो रेनिस भाइ यहाँ छ लेक्सिदियोस् उसले गर्दाखेरि चाहिँ अलिकति घुम्नु पऱ्यो बाटो चाहिँ है अङ्कलले चाहिँ घोडा लिएर आउँदै हुनुहुन्छ होइन अब अङ्कल घोडा चढेर आउनु ठाउँ घोडालाई डोराउँदै लिएर आउनु भयो यो भिडियोको चाहिँ म मिठो एउटा गीतमा स्टोरी हाल्छु होइन अङ्कलले घोडा लिएर गइरहेको बवाल आएको छ सिन पनि बवाल छ क्रेजी यार क्रेजी यस्तो दामी माउन्टेन देखिया थियो भर्खरसम्म अहिले उसुले ढाकिसक्यो क्या फेरि अब यहाँ गोप्रोबाट जुम पनि गर्न मिल्दैन बादलहरू पनि यस्तो बवाल देखिरह हिमाल पनि देखिरह है टक्कसँग लाएर बवाल छ बवाल यतिको भ्यू देखिन्छ भने त सधैँ यार म त यहीँ आएर बस्छु क्या अब यस्तो बवाल देखिरह होइन यहाँबाट आमामामा हिमाल पनि त्यस्तै बवाल है अझ क्या यहाँबाट बवाल देखिरह क्या हिमालहरू अब टक्कै यिनीहरूलाई एउटा दामी म्युजिक हालेर एउटा स्टोरी हाल्न कस्तो मजा आउँछ रिल भिडियोमा अब टक्क सिनेमेटिक जस्तो निकालेर हाल्नलाई झन् बवाल हुन्छ यस्तो बवाल छ क्या सिने आमामामा कडा अनि ऊ चाहिँ हाम्रो प्रतीक सम्झी उसले चाहिँ बाटोभरि भ्लग बनाउँदै आइरहेको छ गोप्रोबाट होइन उसको चस्मा हराइरह अहिले म चाहिँ सिनको फोटो खिच्दै है केटाहरू छोडेर गइसकेको छन् यहाँ माथि पुगिसक्यो उनीहरू पनि फोटो भिडियो खिच्दै आइरहन् प्रतीक सम्झी झन् बवाल हानिरह हामी त यहाँ माथि सैलुङको डाँडा आएको थियौँ के भएर दोस्रो फेरि भन त भाइ गोसाइकुण्डा कहाँको कहाँ के रे सैलुङ आएर यो पानी र घुसेकुण्ड भन्दैछ अझ त्यसलाई 5वटा भाग लगाएर 5 पोखरी भन्ने हो कि तिनीहरू कहाँ गयो भने हामी 11 बजे खाना खाएर निस्किने भने कति बजी हिँड्यो 7 बजे 8-10 मा हिँड्यो यहाँ आइपुग्दा 10-10 भयो अब 11 बजे चाहिँ होइन 1 बजे चाहिँ हिँडिन्छ जस्तो छ घर पुग्दा राति 12-1 बज्छ उसलाई घर निकालिदिँदैन अब घुम्दा घुम्दै सैलुङ आयो जोतमा आएको मलाई कहाँ घुमेर आयो त्यहाँ गएर सुगर होइन तेरो मलाई बाउ बाजेदेखिको सबै निस्किनु टोइलेट रे मलाई जान्थ्यो होला भन्नु न कति भोल्टको करेन्ट होला त्यहाँ सोच्न एकदा केही भन्दैछु जिन्दगीलाई वास होला भन्छ करेन्ट केमा हुन्छ त्यो मैले है होइन
के होइन करेन्ट अब एम्पियरमा हुन्छ भन्दै हुन त महेन्द्रनगरको मान्छेलाई सब थाहा हुन्छ हामीलाई पो मलाई जेनेरेटर हो कि जेनेरेटर पुऱ्याइदियो उसले फेरि 50 दाइको आइफोन दिए है हटेर गएर च्याउ चाहिँ पहेँलो हो क्या कसरी के पकाएर खाने च्याउ हो यो पहेँलो चाहिँ कसरी होइन पहेँलो चाहिँ कसरी च्याउ च्याउ पहेँलो कसरी भयो आफै हो कि नेचुरल हो कि आफै हो यतातिर यस्तै हो च्याउ यो त छुर्पी भन्दा नि पहेँलो यार च्याउ त रहेछ कि म चाहिँ हेर्नु घर गएर काट भन्छ नि कति जाने हेर्नु परिहाल्यो छोटा छोटा छिरी लानुहुने काट्दियो होइन आमा गुरुवार नटेश्वर तिम्रो पनि कस्तो क्रेजी फोटो आयो क्या मा भाइ यार लास्ट क्रेजी फोटो यार आमा टप अफ द वर्ल्ड हाल्यो होइन जस्ट ट्विट लेख जस्ट ट्विट ट्याक्क लेखेर होइन साधन दाईको भाइ साधन दाईलाई फफाइदिने भइसक्यो होइन होला फोटो र भिडियो यति हाने है साधन दाईको जागिर धरापमा खाइ साधन दाई फेरि आइँदैन होइन साधन दाईको भाइ हो हल्का हल्का साधन दाईको जागिर खाइदिन्छ होइन साधन दाई पछिको यही हो त्यस्तो होइन कि प्रतीकको चाहिँ दाइ साधन दाइ हो कि प्रतीकको चाहिँ दाई साधन दाई हो बुझ्यौ रेनिस अबदेखि साधन दाईले भेटायो होला प्रतीकको दाई भनेर बोलाउनु पर्छ बुझ्यौ चाउमिन छ मुझे कपाल पनि चस्मा झन् मुझे चाउमिन हाने आमा ह्याङ्ग्रीको मेलामा आमा याङ्ग्री जानुपर्छ है केटाहरू एक दिन ल रेनिस घरमा है घरमा आमा याङ्ग्री जानु बेला चाहिँ हामी यही खानकोटसम्म मात्रै जानला हो भन खानकोट जाँदा जाँदै हामी आमा याङ्ग्री पुगेछ भन घरमा अब लाङटाङ बाँकी छ कोरी बाँकी छ कोरी त गएर एक्लै गएर घराएर जान्दिए कोरी चाहिँ के भनेर गयो भन कोरी नै जान्छु भनेर कोरी नै जान्छु भनेर गयो अनि कोरी गएर आएपछि खुट्टा त भाँच्दैनन् हेर्नु भएन के जुगाल टोया लाग्छ ए कस्तो भयो डोरी बाँधे छैन है यसरी समाहामा यसरी माथि हुत्त फालिदियो मान्छेले अनि त्यो मैले बन्जी अरेस्ट गरेँ जङ्गल केमा बन्जी जम्पिङमै हो कि बन्जी जम्पिङको कम्पनी छ है त्यहाँ मैले दिन्छ नि त एउटाले डोरी बाँध्ने एउटाले यस्तो गर्ने सबै चेक गर्ने त्यस्तो नै रे मैले थाहै थिएन रे कसले बाँध्ने हो डोरी भन्ने त्यहाँ अनि यत्तिकै फालिदिएँ मैले मान्छेले मान्छे यस्तो अब यहाँबाट यस्तो तल फालेर मरिहाल्यो यहाँबाट हिँडेर गएर बस्यो रे यहीँबाट त्यहीँ र म भाइ वान मिस गेम फिनिसको ठाउँबाट बसेको क्या फेरि मलाई टिप्ल्यो भने के होला जुत्ता फेरि जोत छ क्या जुत्ता पनि जोत छ क्या भाइको ल मलाई विदाउट डोरी बन्जी जम्प हान्छ यार भाइ बन्जी हान्देऊ सुत्यो नबोल न मुजी बनाउँदियो उसले गीत हालिहाल्छ म्युजिक भयो के काम ब्याकग्राउन्ड म्युजिक बबाल हान्छ नि उसले भीमसेनको तरवार भने होइन अब यहाँ तरवार चाहिँ छैन मैले चाहिँ देखिनँ है कहाँनिर छ अब चाहिँ हामी खाना खान झर्दैछौँ अब सैलुङबाट भर्खरै झर्दैछौँ कति बजी पुगिन्छ थाहा होइन हामी 11 बजे खाना खान जाने टार्गेट थियो 11:30 यहीँ भइसक्यो अब 12 बजे 1 बजे निस्किन्छौँ होला यो चाहिँ अब सैलुङ जाने यतापट्टिबाट महादेव गुफा जाने यतापट्टिबाट हाम्रो सम्झेर आउँदैछौँ ढिला भइसक्यो जानलाई ल अब हामी चाहिँ खानासाना खाएर निस्क्यौँ है अब सबै फोन चार्ज गऱ्यौँ गोप्रो चार्ज गऱ्यौँ उता गएर नि भिडियो बनाएन गोप्रोमा चार्ज सकिसकेको थियो बाइक बिग्रिया पिकअप पनि ल्याए होइन पावर पनि छैन ओह्रालो भएर अलिकति गुडे जस्तो मात्र भएको हो गएर बाइक बनाउनु छ बाइकले दिइरहेको तनाव हिजो ठेल्दै बस्ने ठाउँसम्म लिएर गएको त्यो ढुङ्गा छाप्या बाटोमा ठेलेर लिएर गएको यो बाइक यस्तो बिजोग गऱ्यो बाइकले नि अब यस्तो दामी मौसम छ अब हामी टक्कसँग लाएर जान्छौँ अब यत्तिको भयो भने त ठिकै छ पानी पऱ्यो भने चाहिँ अलिकति बिजोग हुन्छ कि भन्ने कुरो मात्रै हो अब बाइकले दुःख नदिएसम्म अब बाइक एक ठाउँमा चाहिँ बनाउनु चाहिँ जानुपर्छ स्पार्क प्लग फेर्नै पर्ने भयो अघि मैले बनाएको थिएँ स्पार्क प्लग पुरै डढाएर रहेछ होइन यस्तो क्रेजी छ क्या मौसम हुस्सुले पनि बवाल देखिया क्या है बाटोसाटो पनि बवाल देखिया क्या Hello everyone, welcome back. I'm last potato.
वेदर चाहिँ अति नै क्रेजी हाम्रो बाइक पनि अति नै क्रेजी भइसक्यो किनभनेदेखि हाम्रो बाइकमा के समस्या भएको हामीले त्यो पत्ता लगाउन सकेनौँ स्पार्क प्लग फेर्यौँ भएन अब ट्याङ्कीमा पानी पस्छ कि भन्ने हाम्रो सोच हो ला हाम्रो अब हल्का हल्का साइकललाई उकालो चढा जस्तो क्लच प्लेट होइन कहाँबाट रोक्न त फरक पर्दैन 3 इन्च चलाउँछ यतिकै गाडी भिरायो म त अब गाडीमा हिँड्दा यतिको हो के तर अब त्यो गाडीमा एक्स्ट्रा मजा हुन्छ क्या फेरि गाडीको छुट्टै मजा हुन्छ बाइकको छुट्टै मजा फाइनली हाम्रो बाइकको एयर फिल्टर फेरिसक्यो दाइले फेरिदिनु भएको हाम्रो बाइकको एयर फिल्टर धन्यवाद मेरो दाइ धन्यवाद है ल दाइ अब हामी लाग्यौँ हामीलाई टाढा पुग्नु छ होइन बाइक अब के हुन्छ गति अब हामी यसो भन्दै त्यहाँ गइहाल्छौँ ल सारा ल अघि बनाइदिएँ हाम्रो बाइक पनि अहिले बनिसक्यो यस्तो ताबडतोड दौडिरह होइन टक्क भाइहरू अगाडि छन् अब स्कुटरमा सुरज र रेनिस चाहिँ अघि नै गइसके किनभने अब रेनिसलाई घरबाट फोन गरे यो हिजो बर्थडेमा घरमा जान्छु भनेर आएको घरबाट नगरकोट आइपुग्यो नगरकोटबाट सिधै सैलुङ बिहान भाडाबाट फोन गर्दाखेरि म त बिहान नगरकोटबाट हिँडेको 6 बजे 10 बजे सैलुङ आइपुगेँ अब निस्किन लागेको यहाँबाट भन्दै थियो अब उनीहरू चाहिँ कहाँ पुग्यो हामीलाई थाहा छैन उनीहरूलाई भेटाइन्छ होला हामी बाइकमा उनीहरू स्कुटरमा है हामीले चाहिँ सुरज र रेनिसलाई भेटाइसकेको छौँ होइन अब यो यहीँनिर यिनीहरू कुदाएर चाहिँ हामीलाई अब म चाहिँ अब बाइक होइन स्कुटरै चलाउँछु अब बाइक लिएर सुरज र रेनिसलाई पठाइदिन्छु आराम गरेर जान्छ यहाँबाट अब कोटेश्वरबाट गइसक्यो नि ल लिटरली क्या हामी आज यति छिटो आयौँ हिजो हामीलाई काठमाडौँबाट सैलुङ पुग्नलाई झन्डै 11 घन्टा लागेको थियो होइन अब कुन्ती बेसी कहाँ नगरको कता पुगेर हामी पुगेका थियौँ आज त ल हामी त्यहाँबाट 2 बजे हिँडेको थियौँ होला होइन अब अहिले यहाँ 4:30-5 बज्न लाग्यो होइन अब अहिले हामी बनेपा आइसक्यौँ अब गार्डन कटेर भक्तपुर जान कति टाइम लाग्दैन बाटो राम्रै छ अब यो बाटो अलिअलि बनाउनु भएर धुलो चाहिँ छ बिस्तारै अब यो बाटोहरू पनि सब ठिक हुन्छ मौसम पनि दामी छ आज पानी पनि परेन उता सुकुटी गएपछि हामीलाई पानीले पनि भेटाएन होइन यस्तो दामी घाम लागिरहेको मजा आइरहेको हिजोदेखि भिजे आज घाममा यसो राइड हान्नुलाई मजा आइरहेको तर आँखामा घाम परिरहेको है अब रेनिसहरू चाहिँ अब हामीलाई कुरिरहेछन् रे उसनेरी भन्थे सूर्य विनायक नेरी हो कि अब सल्लाहघारी नेरी हो अब अघि न सूर्य विनायक भन्थ्यो अब अहिले लोकेसन पठाउँदा सल्लाहघारीमा बसिरहेको रहेछन् लाइभ लोकेसन पठाएको थिएँ अब हामी उनीहरू बेटा जान्छौँ अब यसो चिया खाएर अनि त्यहाँबाट निस्किन्छौँ होइन अब अनि प्रतीकले लिएर गइदिन्छ रेनिसलाई चाहिँ कृतिपुरसम्म यसलाई क्या घर जाने ढिला भयो यसलाई हेर्नु यहाँ आउँछ भलकमा
हाम्रो यात्रा चाहिँ सकिएको छ सैलुङको होइन। अब हामीलाई चाहिँ रमाइलो भयो, बाइक पनि बिग्रियो, बाइक ठेल्न पऱ्यो। अब भ्यूहरू सिनेरी पनि हामीले दामी नै देख्यौँ, क्रेजी नै देख्यौँ, दामी मात्र होइन। पानी परेर अलिकति च्याउ भएको थियो, तर मौसम दामी थियो। पानीमा बाइक चलाउनु नि रमाइलो हुन्छ, रेनकोट चाहिँ हुनुपर्छ भन्ने कुरो मात्रै हो होइन। अब बाइक पनि कुदाइयो, स्कुटर पनि कुदाइयो, अब बवालै मजा आयो है। अब रेनिसलाई चाहिँ घर गएर गाली गर्छन् होला है। अब टक्क हामी चाहिँ अब हाम्रो भ्लग पनि पुरै र भएको, अब कुनै राम्रोसित खिच्न पनि पाइएको छैन, बनाइया पनि छैन होइन। फर्स्ट अब खासै बनाउने बानी पनि थिएन भनौँ होइन। अब यो चाहिँ पानीले गर्दाखेरि पनि हो, पानी पनि त्यस्तै परिरहेको थियो। पानीमा जाँदाखेरि आउँदाखेरि परेन, हामी एकदम छिटो आयौँ। अब 3.5 घन्टा 4 घन्टामा सैलुङबाट हामी काठमाडौँ आइपुग्यौँ। हिजो जान चाहिँ 9 घन्टा लाग्यो। हामीले बाटो कहाँ कहाँ पुग्यौँ हामीलाई पनि थाहा छैन। अब आज चाहिँ हामी एकदम छिटो आयौँ। ल अब यो भ्लगको लागि यति नै। अब यो भ्लग कस्तो भएको छ के भएको छ चाहिँ अब घर गएर थाहा हुन्छ। न माइक छ न केही छ, गोप्रो मात्रै यत्तिकै खिचेँ, साउन्ड पनि कस्तो आयो केही पनि थाहा छैन है त। ल सबजनालाई थ्याङ्क यू फर वाचिङ है त।